र मलाई चुनावमा जानुभन्दा अगाडि पनि बालन शाहले बोलाएर 2 पटक भेटेर भन्नुभएको थियो, तपाईँ आउनुहोस्, कहाँबाट कुन क्षेत्रबाट चुनाव लड्नुहुन्छ, म तपाईँलाई सहयोग गर्छु, टिकट दिन्छु भन्नुभएको थियो। स्पष्ट कुरा म भन्न चाहन्छु, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालन शाह अब प्रधानमन्त्री बन्ने निश्चित भएको छ र राष्ट्रिय स्वतन्त्र पार्टीले अब सरकार बनाउँदैछ। बालन शाह प्रधानमन्त्री बन्दै हुनुहुन्छ र बालन शाहले प्रधानमन्त्री बनेपछि गर्नुपर्ने धेरै काम पनि छ। मलाई विश्वास छ बालन शाह काम गर्ने मान्छे हो। बालन शाहसँग मेरो पनि राम्रो सम्बन्ध छ। उहाँको राजनीति अन्तर्वार्ता पहिलो मैले लिएको हुँ। काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवारी घोषणा गर्नुभन्दा पहिला उहाँसँग मैले राजनीतिक विषयवस्तुमा पहिलो अन्तर्वार्ता लिएको थिएँ र मलाई चुनावमा जानुभन्दा अगाडि पनि बालन शाहले बोलाएर 2 पटक भेटेर भन्नुभएको थियो, तपाईँ आउनुहोस्, कहाँबाट कुन क्षेत्रबाट चुनाव लड्नुहुन्छ, म तपाईँलाई सहयोग गर्छु, टिकट दिन्छु भन्नुभएको थियो। स्पष्ट कुरा म भन्न चाहन्छु, म जनताको जनादेशलाई मान्ने मान्छे हो। आत्मसात गरी रौतहटवासीलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु र आजको दिनबाट मैले जुन चुनाव चिन्ह लिएर चुनाव लडेको थिएँ, मोबाइल चुनाव चिन्ह, त्यो पार्टीसँग र त्यो चिन्हसँग मेरो अब सम्बन्ध रहँदैन। मैले खालि चुनावमा मात्रै त्यो प्रयोग गरेको थिएँ। सुन्नुहोस् न, धैर्य गर्नुहोस्। मैले के भनिरहेको छु भन्दाखेरि मेरो एक किसिमको सम्बन्ध थियो चुनावमा जाने। मैले पार्टीको कुनै सदस्यता लिएको छैन, आजसम्म कुनै पनि पोलिटिकल पार्टीको सदस्यता लिएको छैन। तपाईँ हेर्नु होला, मैले चुनावमा जाँदाखेरि जनादेश पार्टी र आम जनता पार्टीको बिचमा एउटा सहमति भएको थियो चुनाव चिन्हमा। मैले मोबाइल चुनाव चिन्ह लिएर मात्रै म गएको हुँ। म पार्टीको उम्मेदवार होइन, मैले त्यतिखेर पनि भनेको थिएँ। उहाँहरूले दुईटै पार्टीले, जनादेश र आम जनता पार्टी भनिरहेको छु, मैले आग्रह गरेपछि चुनाव चिन्ह मैले लिएर म मोबाइल छाप लिएर जनताको बिचमा गएको हुँ। उम्मेदवार भएँ, म उम्मेदवार त भएँ, मैले उम्मेदवार भएँ। त्यसैले गर्दाखेरि मोबाइल चिन्ह लिएर म गएको हुँ। म कुनै पनि पार्टीको सदस्य होइन। आज पनि हेर्नुभयो हुन्छ, मैले अहिलेसम्म कुनै पनि पोलिटिकल पार्टीको सदस्य लिएको छैन। म तपाईँलाई आज स्पष्ट रूपमा आफ्नो कुरा राख्न आएको छु। म देशको परिवर्तन चाहने मान्छे हो। जेएनजी आन्दोलनमा भ्रष्टाचारीलाई कारवाही गर्नुपर्छ भनेर रिपोर्टर्स क्लबमा कराउने मान्छे म हुँ। इतिहास हेर्नुहोस्, सुशासन चाहिन्छ। म त आज बालन शाहलाई भन्छु, उहाँ प्रधानमन्त्री बन्ने निश्चित छ। राष्ट्रिय जनता पार्टीको सभापति रवि लामिछानेले भनिसक्नुभयो, बालन शाह नै हो भावी प्रधानमन्त्री, अब कसैले रोक्न सक्दैन। र बालन शाहले गर्नुपर्ने 5 वटा काम। पहिलो काम, 46 साल यता जसले जहाँ बसेर सम्पत्ति कमाए ती सबैको सम्पत्ति छानबिन गरेर उच्च स्तरीय न्यायिक आयोग बनाएर 3 महिनाभित्र दोषीलाई कारवाही गर्ने, सम्पत्ति राष्ट्रियकरण गर्ने, भ्रष्टाचारीहरूलाई कारवाही गर्ने। भ्रष्टाचारीहरू देशभरि जहाँ सुके होस् कसैलाई नछोड्ने, देशमा सुशासन दिने, डेलिभरी दिने, युवालाई रोजगारी दिने, उद्योग धन्दा सञ्चालन गर्ने। मैले त रौतहटबाट घोषणा गरेको छु, मधेस प्रदेशको कुरा गरेको छु। मधेस प्रदेशको व्यक्ति, मधेसमा जन्मेको व्यक्ति आज यो देशको प्रधानमन्त्री बन्दैछ। पहिलो पटक मैले 3 महिना अगाडि होइन, 6 महिना अगाडि, हेर्नुहोस् मेरो भिडियो खोजेर, मैले मधेस प्रदेशबाट प्रधानमन्त्री हुनुपर्छ भनेको मान्छे। मधेसमै गएर अब देशमा विकास गर्ने हो भने मधेस प्रदेशबाट प्रधानमन्त्री हुनुपर्छ भन्ने मान्छे म हुँ। कर्णालीबाट पनि भनेको छु मैले, महिला प्रधानमन्त्री सुशीला कार्की बन्नुभयो, मैले भनेको छु। किनभने सुन्नुहोस् न, म त स्पष्ट रूपमा भनिरहेको छु, म आफ्नो कुरामा अडिग छु कि मधेस प्रदेशबाट मैले प्रधानमन्त्री बन्नुपर्छ देशको विकासको लागि भनेको थिएँ। म मधेसमा गएँ र मधेसमा अब औद्योगिकरण गर्नु छ, शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्नु छ। त्यो काम बालन शाहले घोषणा गरिसक्नु भएको छ। पैसा नहुनेले पनि पढ्न पाउँछन्, पैसा नहुनेले पनि उपचार गर्न पाउँछन् भनेर उहाँले भन्नुभएको छ। अब मेरो एजेन्डा पनि त्यही हो, निःशुल्क उपचार र स्वास्थ्य र शिक्षामा। मधेस प्रदेशमा मात्रै, रौतहटमा मात्रै होइन। मैले रौतहटमा त श्रीराम सुगर मिललाई तुरुन्त सञ्चालन गर्नुपर्छ भनेर नवनिर्वाचित सांसद गणेश पौडेललाई बधाई दिएर शुभकामना दिएर मैले भनेको छु। उद्योग धन्दा मधेसमा सुरु गर्नुपर्छ, देश बनाउनुपर्छ, देशमा विकास गर्नुपर्छ। म यो देशको असल नागरिकको नाताले
स्वतन्त्र नागरिकको नाताले अब बन्ने सरकारलाई खबरदारी गर्ने, सहयोग गर्ने, समर्थन गर्ने, विकासको लागि, भ्रष्टाचार अन्त्य र सुशासनको लागि। देशमा अब आमूल परिवर्तन आजको आवश्यकता हो। जेनजी आन्दोलनलाई साथ दिएको पुस्ता हो म। जेनजी आन्दोलनको एजेन्डा उठान गरेको मान्छे म। संसारमा चुनावमा हारजित हुन्छ, तर सबभन्दा ठुलो कुरा देश बन्ने कुरा हो, देश बनाउने कुरा हो, देशमा विकास गर्ने कुरा हो। देशको विकास र समृद्धि आजको एजेन्डा हो। त्यसैले म तपाईँलाई के भनिराखेको छु भन्दाखेरि अहिलेको अवस्थामा देशको विकास र समृद्धि दुई दैमतको सरकारले मात्र गर्न सक्छ। अब संविधान संशोधन गरेर भए पनि, ऐन कानुन परिवर्तन गरेर भए पनि भ्रष्टाचारीलाई कारबाही र जेनजी आन्दोलन दमन गर्नेलाई एक्सन एक्सन। प्रतिवेदन पनि आइसकेको छ। गौरीबहादुर कार्कीको आएको प्रतिवेदन अनुसार तत्काल नयाँ सरकारले जेनजी आन्दोलन दमन गरेर 23 गते जसले ती निर्दोष युवाहरूमाथि गोली प्रहार गरेर हत्या गर्यो उनीहरूलाई कारबाही गर्नुपर्छ। ती शहीदको सपना पुरा गर्नुपर्छ, गर्नुपर्छ। राजनीतिमा असम्भव केही पनि छैन, सम्भव बनाउने हो। नेतृत्वले चाह्यो भने असम्भव हुँदैन। नेतृत्व जनमतबाट अनुमोदित हो, जनमतबाट अनुमोदित होइन, जनादेश प्राप्त हो। त्यसैले यो जनादेश कमजोर छैन। यो जनादेशले संविधान संशोधन गरेर भए पनि दुई दैमतको सरकारले, म त भन्छु मधेसमा अब संहिता कि त खारेज कि त व्यापक रूपमा सुधार, दुईटा विकल्प छ। यथास्थितिमा यो संहिताले देशमा विकास हुँदैन। संहिता कि त खारेज गरौँ कि त व्यापक रूपमा जनमुखी बनाऊ, सुधार गरौँ र संघीय प्रणालीलाई बलियो बनाऊ। संहिता, यस्तो संहिताले अहिलेको संहिताले देशमा विकास हुँदैन। खालि बर्मलुट, भ्रष्टाचार, कुशासन, त्यो त सरकारले गर्ने कुरा हो। मैले त सुझाव दिने हो। मेरो काम भनेको एउटा असल नागरिकको नाताले, एउटा विवेकशील जनताको छ नि आवाज बोल्ने एकजना व्यक्ति, स्वतन्त्र व्यक्तिको नाताले मैले वर्तमान सरकारलाई सुझाव दिने हो, यो सरकारलाई सहयोग गर्ने हो। आज म तपाईँलाई के भन्छु भन्दाखेरि यो देशमा विकास र समृद्धिको लागि मैले पत्रकारिता गरे हो, लोकतन्त्रको लागि, विधिको शासनको लागि काम गरे हो। पत्रकारिताबाट पनि खबरदारी गर्नुभएको छ तपाईँहरूले। अब प्रतिपक्ष कमजोर छ सदनमा। अब खबरदारी गर्ने काम कसको? नागरिकको, पत्रकारको। तपाईँ हाम्रो राम्रो कामको प्रशंसा गर्ने, सरकारलाई सहयोग गर्ने र कहाँ कहाँ सरकार चुक्छ त्यहाँ खबरदारी गर्ने, राम्रो काम गर्ने दबाब। त्यसैले नेपाली पत्रकारितामा तपाईँहरू जस्तो पुस्ता आइसकेको छ। ऋषि त मलाई धेरै पुस्ता जन्माइसकेको छ, धेरै पुस्ता। पत्रकारिता ऋषि त मलाई फेरि गर्नुपर्छ भन्ने छैन। म त सहयोग गर्छु तपाईँहरूलाई। त्यसैले म भन्छु आजको दिनमा मेरो केही कुरा राख्न दिनुहोस् न। रौतरको अवस्था, रौतरको जनताको समस्या, पीडा, दुःख, कष्ट सबै मैले भोगेको छु। मैले आज पनि दुईजना बिरामी लिएर आएको छु, उपचार गराएको छु। दुईजना बिरामी लिएर आएको छु जसको उपचार हुनै सकेन। मैले 51 जना बिरामीको उपचार गरी रौतरमा बसेर। सबभन्दा ठुलो समाजसेवा मेरो लागि त्यही हो। चुनाव जित्नु र हार्नुको मतलब छैन, जनताको लागि काम गर्ने हो, जनताको लागि। जनताले मलाई माया गरेका छन्। यो चुनावमा टेक्निकल कुरा हो, म त्यतिर जान चाहन्न। होइन, जनताले मलाई माया गरेका छन्। होइन, मत नै सबभन्दा ठुलो कुरा होइन। त्यसैले म तपाईँहरूलाई सबैलाई भन्न चाहन्छु, आजको दिन म नकारात्मक कुरा गर्न चाहन्न। जनताले मलाई जति माया गरे म त्यसको अभिनन्दन गर्न चाहन्छु, स्यालुट गर्न चाहन्छु। रौतरको जनतालाई जहिले पनि म साथ दिन्छु, धन्यवाद दिन्छु, उनीहरूसँग सहकार्य गर्छु, रौतर बनाउँछु, विकास गर्छु, रौतरका व्यथिति, विकृति, विसङ्गति अन्त्य गर्छु। रौतरमा समस्या छ।
जनतालाई म जहिले पनि अभिनन्दन गर्छु। म जनताको मान्छे हुँ। त्यसैले सुन्नुहोस्, चुनावमा हार जित हुन्छ। मैले भनेको छु, ठुल्ठुला विद्वानहरूले पनि हारेका छन्, विश्वका ठुल्ठुला नेताहरूले चुनाव हारेका छन्, नेपाल पनि धेरैले चुनाव हारेका छन्। चुनाव हार्दैमा जनतालाई छ नि अपमान नगरौँ, जनतालाई सम्मान गरौँ, जनतालाई स्यालुट गरौँ। भएन। म त जनतालाई अभिनन्दन गर्न आएको। म त जनतालाई अभिनन्दन गर्न आएको। म त जनता सुन्नु न, जनताप्रति म त जहिले नमन गर्छु। त्यसैले आदरणीय साथीहरू, अहिले हामीले देशको परिवर्तनको कुरा गरौँ, विकासको कुरा गरौँ, भ्रष्टाचारलाई कारबाहीको कुरा गरौँ, सुशासनको कुरा गरौँ र वर्तमान परिस्थितिमा जसरी राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा विजय प्राप्त गर्यो, हामी सबैले अहिलेको जनमतलाई कदर गरौँ, सम्मान गरौँ। नयाँ सरकारले गर्नुपर्ने कामको बारेमा हामी छलफल गरौँ, देशमा विकास गरौँ, युवाहरूलाई रोजगारी दिउँ। ऐन कानुन र संविधान संशोधन गरेर भए पनि अब देशमा भएका विकृति, विसङ्गति, अन्याय र अत्याचार, शोषणको अन्त्य गर्दै देशमा आमूल परिवर्तन गरौँ, जनतालाई खुसी राखौँ। अहिले जुन जनमत आएको छ त्यसलाई हामीले आत्मसात गरौँ, स्वीकारौँ, मानौँ र जनमतको कदर गर्दै वर्तमान परिस्थितिमा प्रधानमन्त्री सुशीला कार्कीलाई धन्यवाद दिउँ। उहाँले चुनाव गराउनु भयो, सुशीला कार्कीलाई धन्यवाद दिउँ। राम्रो चुनाव गराउनु भयो, निष्पक्ष चुनाव गराउनु भयो। म त भन्छु, सुशीला कार्की जस्तो अडान भएको, विचार भएको र इमान्दारिताका साथ उहाँले जुन काम गर्नुभयो, 3 करोड नेपाली जनताको उहाँले मन जित्नु भएको छ। त्यसै गरी म सुरक्षा निकायका प्रमुखहरूलाई पनि नेपालमा बिना रक्तपात पहिलोपल्ट निर्वाचन सम्पन्न भएको छ। सुरक्षा निकायका प्रमुखहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनाका प्रधान सेनापति लगायत सबैलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। निर्वाचन आयोग जसले निर्वाचन गरायो, निर्वाचन आयोगले यसपटक हिम्मत गर्यो, साहस गर्यो, धेरै दबाब थियो, निर्वाचन नसारिकन तोकेको मितिमै निर्वाचन गरायो। निर्वाचन आयोगका पदाधिकारीहरू, त्यहाँका कर्मचारीहरू सबैलाई म धन्यवाद दिन चाहन्छु। अब रौतरमा मेरो मन हो, मेरो मन। म देश बनाउन गएको, यो देश बनाउन गएको मान्छे, विकासको लागि हिँडेको मान्छे। मलाई कसैले छ नि दबाब दिएको होइन। म आफ्नो मन मस्तिष्क सोच चिन्तन सोचेर विचार गरेर गएको हुँ। म बनाउँछु मधेस। फेरि एकपल्ट हेर्नुहोस्, म फेरि त्यहीँ जान्छु। मैले घर भाडामा लिइसकेको छु। म रौतरकै जनताको मनमा बस्छु, उनीहरूकै सेवा गर्छु, काम गर्छु, विकास गर्छु, जनताको सेवा सुविधाको लागि पहल गर्छु र समग्र देशको परिवर्तनलाई आत्मसात गर्दै बालेन शाहलाई हामी सबैले साथ दिउँ, सहयोग गरौँ। अब अन्य सरकारले देशको जनताको मुहार परिवर्तन गरोस्, युवालाई रोजगारी दियोस्, पर्यटन क्षेत्रको विकास र विस्तारमा व्यापक रूपमा हामी लागौँ, कृषि क्रान्ति गरौँ, किसानहरूलाई बिउ र मल दिउँ, सिँचाइ गरौँ, देशमा विकास गरौँ, उत्पादनमा जोड दिउँ र नेपाललाई छ नि आत्मनिर्भर बनाऊ। जय देश, जय जनता, जय रौतर। थ्याङ्क यू सो मच। नमस्कार। गाइजहरू सबै गइसक्नु भयो, उहाँलाई अब बिदाई गर्नुहोस्। यहाँ मेरो माइक त हल्का एकछिन एक मिनट ल, एक मिनट। यो रड कस्तो